साथीहरू, मैले चाहिँ हजुरलाई आज च्याप्टर 1 को छागिसकेको मुन्वा वा छङ्बोको केही सानो भिडियो राखेको छु। हेर्नु होला कस्तो लाग्छ। यहाँ भनेको छ हानगुगे इन्सा हेजल कोरियाको अभिवादन शिष्टाचार। साथीहरू, हजुरले चाहिँ सबभन्दा सुरुमा बुझ्नुपर्ने कुरा चाहिँ के छ भने एजल र मुन्वामा चाहिँ के फरक छ त? यो बुझ्नु एकदमै जरुरी छ। एजल भनेको शिष्टाचार। यो चाहिँ हामीले अरू व्यक्तिहरूको अगाडि देखाउने कुरालाई एजल भन्छ। जस्तै हामीले अरू व्यक्तिको अगाडि उनीहरूलाई सम्मान देखाउँदा अब भन्छ अभिवादनहरू गर्ने तरिका हो, त्यस्तो चाहिँ के हुन्छ एजल शिष्टाचार भनिन्छ भने मुन्वा भनेको चाहिँ हाम्रो परम्परागत कुराहरूदेखि चल्दै आएका कुराहरूलाई चाहिँ के हुन्छ मुन्वा भनिन्छ, संस्कृतिका कुराहरू। जस्तै छ्वासिक मुन्वा भुइँमा बस्ने संस्कृति हैन, अब त्यस्तै त्यस्तै अन्य कुराहरू तिनीहरू चाहिँ के हो मुन्वा पर्छन्। अनि यो जो ओन्दोल भुइँ तातो बनाउने सिस्टमहरू यिनीहरू चाहिँ मुन्वामा पर्छन् भने एजल भनेको चाहिँ अरू व्यक्तिहरूको अगाडि देखाउने शिष्टाचार। मुन्वा भनेको चाहिँ परपूर्वकालदेखि नै चल्दै आएको परम्परालाई बुझाउँछ। यहाँ चाहिँ एजलको बारेमा दिएको छ, कोरियाको अभिवादन शिष्टाचारको बारेमा हेरौँ के रहेछ। हानगुगेसनुन साङदे तारा इन्सा हानुन फाङसेगी थारुमनिदा। कोरियामा चाहिँ विपक्षी अनुसार अभिवादन गर्ने तरिका चाहिँ फरक हुन्छ। छासिन फोदा नाइगा मानगन आफूभन्दा उमेर धेरै अथवा छिउगा नोपुन सारा मेगिनुन पछि उच्च भएको मानिसलाई चाहिँ आन्नेङ हासेयो तुनुन फेरि आन्नेङ हासेम निका भनेर खोगेरुल सुगिगन शिर झुकाउने अथवा हरिरुल खुफे इन्सा हाम्निदा कम्मरलाई निहुराएर अभिवादन गरिन्छ। खोगेरुल सुगिगन हरिरुल खुफी हानुन गसुल, यो शिर झुकाउने र कम्मर निहुराने कुरा चाहिँ साङदे बाङ्गे थ्यान विपक्षलाई चाहिँ के गरेको हुन्छ छोनगेङ्गुल नाथा नेनुन छेसु छ इम्निदा। विपक्षलाई चाहिँ सम्मान दिने एउटा के हो सिस्टम हो। हानफेन अर्कोतर्फ छासिन फुदा नाइगा अरिगन आफूभन्दा उमेर सानो अथवा छिनन सारा मेगिनुन घनिष्ठ मानिसलाई चाहिँ के भन्ने हामीले आन्नेङ इरागो आन्नेङ भनेर हानसुनुल खाब्बेबके एउटा हातलाई चाहिँ हल्का थुरगन उठाउने अथवा होन्दुर हल्लाएर फान्गा उमुल नाथा नेम्निदा के गरिन्छ हामीले खुसी व्यक्त गरिन्छ। आन्नेङ हासेयो आन्नेङ हासिमनिका आन्नेङ इन्सा हानुन सिगाने साङ्गन अप्सियो आन्नेङ हासेयो आन्नेङ हासिमनिका आन्नेङ अभिवादन चाहिँ समयको